ओए बालेन के तेरो के यो गरेर ल्याबालेर आइदिने त्यो रवि लामिछानेलाई 72 लाखको हैन सगाई ठक्क पैसा तिर्मान भइला अब हुन्छ अब आन्दोलन हुन्छ यहाँनिर अब हैन के हो तिनीहरु फेरि चुनावमा आउने अब तिनीहरु तिनीहरुलाई भोट दिनुहोस् तिमीहरु यो हेर्दा हाम्रो यो सिपना गाविसबाट 4वटा सांसद उठ्ने अरे 4वटाको नाम सांसदमा अरे के प्रकाश कर्णाली टिकटक चलाएर सांसद उठ्ने के हो पारा छैन टिकटक चलाएर भनिदिने ओए प्रकाशजी तपाईको त्यो रवि लामिछानेलाई 72 लाखको हैन सगाई ठक्क पैसा तिर्मान भइला 72 लाखको पैसा नतिर्दासम्म ओ रवि त रवि होस् कि कपी होस् कसम फेरि कालीगढको राजकोटको सुशान्त बोल्दैछ नि फेरि यति विचारमा फेरि ओए बालेन के तेरो के हो यो गरेर ल्याबालेर आइदिने के हो पारा सिमेन्ट दरबार चलाइदिने सरपञ्च चलाइदिने ओ सुशीला कार्की कहिले हान्ने तिमीहरूले ओए कहिले हाल्छस् केपीलाई जेलमा हामीलाई घरै आएर पुलिस च्यापचुप छोडेर लिदिने तिनीहरूलाई के घरमा गएर बयान लिने तिमीहरू ओए पुलिसहरू तपाईहरुलाई पनि तपाईहरु देशको लागि हो कि के हो जनताको लागि हो कि कसको लागि हो ओ सेनाहरू कसम सेना यो पालि आन्दोलन हुन्छ हैन तपाईहरुले साथ नदिँदा फेरि कसम मेरो बाजे पनि सेना थियो हैन मेरो तरबार ल्याउनु पर्यो भने कसम सेना न सेना फेरि यस्तरी काट्छुनी फेरि हैन याद राख फेरि एकजना भ्रष्टाचारी केपी ओ तिमीहरू छटाउकेमा छटाउको ओए हाम्रो माता बडी मालिका कालीको यतिकै राखेन काली माताको फोटो यो दरबार यो काली माताको छोराहरू छन् यहाँ बाघहरू छन् बाघ यहाँ सब बाघको केटा हो बाघ कि बाघ हो हामी बाघ आन्दोलन हुन्छ अब यहाँनिर घरमा हामीलाई खाने पानी छैन बत्ती छैन लाउने कपडा छैन चिसोमा तिमीहरूले के हो सेरे तेरो घरमा त उड्यो त 2 खर्ब उड्यो त तेरो घरमा उड्यो 2 खर्ब पैसा लुकाउनु गएले हो के हो पारा तेरो कसम त्यो दिन नथिन हैन खेपी तेरो नाकमा त फुट्या होइन के फुटाल्दै म याद राख हल्लियो माता बडी बडी मालिका कसम मेरो बडी मालिका मात्र रहिरहेको छैन हैन यो केटा लोक आउँदैछु है सुशान्त फेरि आउँदैछ फेरि हो छोरो कसम सरकार जोसुकै होस् जस्तो सुकै सरकार सोच याद राख फेरि सुशान्त आयो भने त्यसपछि देख्छस् कसम सेनाको छोरो नाति यत्रो लामो दरबार छ फेरि